धन्यवाद भन्न चाहन्छु हाम्रो सिस्टर काव्य रानी भनेर चिन्छु म चाहिँ उहाँलाई र यहाँ उपस्थित हुनुभएको सम्पूर्ण टाढा टाढाबाट आज माटोको प्रत्यक्षको उम्मेदवार र समानुपातिको उम्मेदवार को हुनुहुन्छ त भनेर टाढा टाढाबाट आउनु भएको सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनी सम्पूर्णमा एक मुसमा सेवा हौवा नमस्ते। म उमा चामलिङ राई, मेरो घर दिपुङ चिचुमा गाउँपालिका याङसोलाटार र म छु र एकदमै खुसी लागेको छ आज टाढा टाढाबाट हाम्रो साकेला गाउँपालिका खोटाङको माहौल कस्तो छ त र यतातिरको हाम्रो दाजुभाइ दिदीबहिनीले चाहिँ माटोलाई कतिको माया गरिराख्नु भएको छ त भनेर आउनुहुने हाम्रो अतिथिज्यूहरूलाई पनि एकदमै धेरै स्वागत वेलकम। हाम्रो खोटाङ जिल्लामा हामी यस्तै छौँ र हामी एकदमै माटोलाई माया गरिरहेको छौँ र यहाँ आउनुभन्दा अगाडि यो